अब यो तपाईको वृद्ध शरीरबाट हामी यो देशलाई श्रीलङ्कातर्फ लान चाहदैनौँ। तपाईँ आराम गर्नुहोस्, तपाईँ बालकोटमै बस्नुहोस्, बरु तपाईँसँग सल्लाह लिन म आफै बालकोट जाउँला, सिंहदरबार मलाई जान दिनुहोस्। बा बालकोटमै बसौँ, बाले बालकोटमै आराम गरौँ। बाका भिजनहरू, बाका सपनाहरू पूरा गर्ने जिम्मेवारी हाम्रो पुस्तालाई दिउँ। तपाईँ छाप बदल्नुहोस्, हामी देश बदल्छौँ। तपाईँ चुनाव चिन्ह बदल्नुहोस्, हामी भविष्य बदल्छौँ। तपाईँ आफूले चाहेको पार्टी परिवर्तन गर्नुहोस्, हामी यो देश परिवर्तन गर्छौँ। उहाँहरूको ज्योतिषले ठान्नुहुन्छ साहिद भनेर, यसपालि उहाँको ज्योतिषले यो दिन चुनाव हुन्छ भनेर भन्नुहुन्छ, साहिद छान्नुहुन्छ। त्यो दिन उहाँको कुसाहिद पार्ने काम हाम्रो। भाग्य तपाईँ र मेरो बदल्नेछ, यो देशको बदल्नेछ। ज्योतिष उहाँको हुनेछ, तर भाग्य हाम्रो लेखिनेछ। मलाई यही आँखाले हेरिरहनु होला, यही आँखा आशा, भरोसा र खबरदारीको यही आँखा। तपाईँको यो आँखालाई आफ्नो आँखाले खिचेर म सिंहदरबारतर्फको यात्रामा हिँडेको छु। मलाई यही आँखाले हेर्नु होला। यो सञ्चारकर्मी, टेलिभिजनमा कराउने मान्छे, यसलाई राजनीति आउँदैन हो। मलाई राजनीति आउँदैन र मलाई राजनीति गर्नु पनि छैन। मलाई विदेशमा बेचिएको चेरीलाई नेपाल ल्याउन आउँछ, राजनीति आउँदैन। सुनौलो भविष्य कोर्न आउँछ, राजनीति गर्न आउँदैन। हुरी आउन सक्छ, आँधी आउन सक्छ। अब हाम्रा विरुद्ध सम्पूर्ण शक्तिहरू लागेर बदनाम गराउन सकिन्छ। मलाई यसमा अभ्यास भइसकेको छ, मैले यसको अभ्यास गरिसकेको छु। छातीमा हात राखेर भन्न सक्छु, गर्वले भन्न सक्छु, मैले आजसम्म तपाईको शिर निहुरने एउटा पनि काम गरेको छैन। म गर्दिनँ पनि। भन्नेले के भने, बनाउनेले के बनाए त्यो मलाई याद छैन, तर मलाई यति थाहा छ कि अब यो देश बनाउनु पर्नेछ। त्यसका लागि हामी मैदानमा उभिएका छौँ। हो, फेरि पनि भन्छु, मलाई राजनीति गर्न आउँदैन, तर मलाई दुर्गममा अस्पताल बनाउन आउँछ। मलाई राजनीति गर्न आउँदैन, तर बाढीले बडा बगाएको बस्ती बनाउन आउँछ। हजारौं रविहरू, हजारौं रमेश खरेलहरू, हजारौं हेमराज थापाहरू, हजारौं ज्ञानेन्द्र साईहरू, हजारौं ज्वाला संग्रौलाहरू, हजारौं म जस्ता जिता बराल नारीहरू यो देशमा जन्माउने नेता हामीलाई चाहिएको छ। मेरो देश स्वाभिमानीहरूको देश बनोस्। मेरो देश लाखौं विदेशीका युवाहरू फर्केर आफ्नै वयोवृद्ध आमा पिताका काखमा सम्मान सहित, माया सहित स्याहार गरेर बाँच्न सकोस्। कतिपय मौज मस्ती गरेर देश विदेश उपचार गर्न लाग्यो, कतिको सिटङ्गो खान नपर छटपटाउने छैन मेरो देशमा। मेरो परिकल्पनाको देश, धनी गरिब सम्मान हुनेछ मेरो परिकल्पनाको देशमा। नारी पुरुष बराबरी हुनेछ मेरो परिकल्पनाको देशमा। अब कुनै पनि अन्य सबभन्दा यो बलात्कृत अन्याय अत्याचार भएर नारीमाथि पीडित भएर भरेको कुनै गन्तव्य गएको छोरी बेलुका फर्केर आउँछ कि आउँदैन भन्ने हुने छैन। त्यसमा सबभन्दा बढी लाउने छ मेरो परिकल्पनाको देशमा। हामी सबभन्दा रोजगार खुलेर गरिब गुरियालाई यहाँ रोजगार हुनेछ मेरो परिकल्पनाको देशमा। विदेशमा गएर भौतारी ठगेर अन्य परे मर्ने छैन मेरो परिकल्पनाको देशमा भन्दै म यति भन्दै मेरो मनका कुरा टुङ्ग्याउँछु। धन्यवाद। कवि लामिछानेलाई जोरदार तालीका साथ स्वागत गरौँ। नमस्कार। मलाई यही आँखाले हेरिरहनु होला, यही आँखा आशा, भरोसा र खबरदारीको यही आँखा। तपाईको यो आँखालाई आफ्नो आँखाले खिचेर म सिंहदरबारतर्फको यात्रामा हिँडेको छु। मलाई यही आँखाले हेर्नु होला। अन्यायको विरुद्ध जसरी उभिएको थिए हिजो आम सर्वसाधारणलाई न्याय दिनको निमित्त, आगामी दिनमा त्यो बाटो कहीँ भुलौँला, मलाई यही आँखाले हेरेर सचेत गराउनु होला। आम आवाज नभएका मान्छेहरूका लागि, तिनको आवाज बनेर कसैलाई झर्को लागे पनि चर्को बोल्ने निरन्तरताका लागि यही आँखाले हेरिरहनु होला। म यही आँखा भित्र यो देशको सम्भावना खोज्नको निमित्त टाउकोमा कफन बाँधेर राजनीतिमा आएको छु। कुनै लोभ डर नराखिकन, तपाईको भर लिएर
हामी आम सर्वसाधारणको जीवन बदल्न सकिन्छ भनेर राजनीतिमा आएका छौं र सिद्धान्तका लामा लामा हरफहरू, सिद्धान्तका मोटा मोटा किताबहरू लेख्नका लागि हाम्रो मसी सकिएको होइन। बस हामी त्यस्ता सुक्खा मसीहरूमा अब विश्वास गर्दैनौं। जनतालाई विधिको शासन चाहिएको छ, त्यति हो। विधिको शासन चाहिएको छ। अस्पताल जाँदा उपचार होस्, विद्यार्थीले राम्रो शिक्षा पढ्न पाओस्, सार्वजनिक सवारी भरपर्दो बनोस्, आमा बुवाहरूको स्वास्थ्य राम्रो हुन सकोस्, युवाहरूले रोजगारी हासिल गर्न सकुन् र देशका नीति निर्माणको तहमा योग्य र जान्ने मान्छेहरू जान सकुन्, ताकि हामीभन्दा अगाडि आउँदै गरेको भविष्यलाई यो देश स्वर्ग थियो स्वर्ग नै रहिरहोस्। यति गर्न सकियो भने हामीलाई धेरै केही गर्नु पर्दैन। मलाई विश्वास छ विगत 5-6 वर्षसम्म निरन्तर सञ्चार माध्यममा तपाईहरुको आवाज प्रस्तुत गर्दा जे पीडा मैले देखेँ त्यही पीडालाई आफ्नो अवधारणा बनाएर, आफ्नो प्राथमिकता बनाएर हामी राजनीतिमा होमिएका हौं। त्यहाँ मलाई मान्छेले ठग्यो, मान्छेले लुट्यो, मलाई अन्याय पार्यो भन्नेहरूको लर्को थियो। मलाई धेरै मान्छेले आजभोलि भन्ने गरेका छन् यो सञ्चारकर्मी टेलिभिजनमा कराउने मान्छे, यसलाई राजनीति आउँदैन। हो, मलाई राजनीति आउँदैन र मलाई राजनीति गर्नु पनि छैन। मलाई विदेशमा बेचिएको चेरीलाई नेपाल ल्याउन आउँछ, राजनीति आउँदैन। मलाई यहाँ ठगिएको कोही पनि मानिसलाई, त्यो ठगलाई जेलभित्र कोच्न सक्ने नीति बनाउन आउँछ, राजनीति गर्न आउँदैन। मलाई चराले बिस्ट्याउँदा पनि मन्दिरको छतमा रुख उम्रने उर्वर भूमिबाट बालुवा नै बालुवामा आफ्नो भविष्य खोज्न गएको युवकका लागि सुनौलो भविष्य कोर्न आउँछ, राजनीति गर्न आउँदैन। विभिन्न विभेदमा परेका नागरिकहरूको सेवा गर्न आउँछ। ऋणको पासोमा नक्कली तमसुक बनाएर आम सर्वसाधारणलाई ठगेकाहरूलाई जेल पुर्याउन आउँछ, राजनीति गर्न आउँदैन। र आज पनि एउटा सानो कार्यक्रमका माध्यमबाट आम सर्वसाधारणलाई दुःख दिनेहरू दर्जनौंको संख्यामा यतिखेर जेलको हावा खाइरहेका छन्। अब पालो आएको छ तिनलाई जेलमा हाल्ने, जसले तपाईँ हाम्रो भविष्य सिंगे अन्धकार बनाएर राखेका छन् र आफू विरुद्धको फाइललाई धुलोको चाङमा अख्तियारतिर लुकाएर राखेका छन्। ती फाइल टकटकाउनको लागि म राजनीतिमा आएको छु। कसैको डर लिएर होइन, कसैसँग तर्सिएर होइन, कुनै लाभ लिनका लागि होइन। साँच्चै नै नेपाली जनताले सपनै देख्न बिर्से। त्यो बिर्सिएको सपनालाई अब बिउजाउनु छ हामीले। हामीलाई समस्या यो छ कि समस्या के हो भन्ने पनि थाहा नपाउने युगमा हामीलाई लिएर गएका छन्। त्यसका लागि हामी यहाँ उपस्थित भएका छौं। यहीँको कुराकानी गर्दाखेरि यति धेरै मानिसहरू यहाँ जम्मा भएका छौं, तर यहीँका मुख्यमन्त्रीले जिउँदाका आफ्ना कार्यकर्तालाई कति पोसे त्यसको हिसाब कसैले निकाल्ला? सायद निकाल्दैन, किनभने त्यो हिसाब निकाल्ने ठाउँमा आफ्नो कार्यकर्ता भर्ना गरेर राखेका छन्। स्वर्गमा पुगेका आफ्ना बाउका नाममा समेत राज्य कोषको दुरुपयोग गर्दा टुलु हेर्यौं हामीले। र उनका स्वर्गवासी बुवा एक दिन मेरो सपनामा आएर भन्नुभयो, स्वर्गवासी बुवा मेरो सपनामा आएर र भन्नुभयो, बाबु यो त अति भयो। उहाँको बुवाले, स्वर्गवासी बुवाले सपनामा भन्नुभएको त्यो आवाज सुनेर म राजनीतिमा आएको छु। त्यस्ता धेरै बुवाहरूको आवाज सुनेर राजनीतिलाई मागी खाने भाँडो बनाएर, आफ्ना कार्यकर्तालाई पोस्ने भाँडो बनाएर अनि सधैँ टन्नै कार्यकर्ताहरू जम्मा गराएर जिन्दगीभरि आफू बाँचुन्जेल आफ्नो भोटलाई सुरक्षित गराएर हामीलाई प्लेन चढाएर विदेश पठाउनेहरूको यो सिलसिला नरोकिएसम्म हामी रोकिँदैनौँ। अब जान्नेलाई छान्ने। यहाँ यति धेरै सम्भावना भएको ठाउँ यो पोखरा, अझ विशेष गरेर जोसँग मेरो पुरानो लामो सम्बन्ध छ। 2 दशक अगाडि यहीँको फेवातालमा एउटा कार्यक्रम सञ्चालन गरेको मलाई झलझली सम्झना आउँछ। पोखराले मलाई माया गर्न कहिल्यै कन्जुस्याइ गरेन। पोखराले मलाई आफ्नो अंगालोमा हाल्न कहिल्यै पनि कन्जुस्याइ गरेन, सधैँ आफ्नो अंगालोमा हाल्यो। पोखराले मलाई यति धेरै प्रेरणा दियो, यति धेरै माया दियो कि एउटा सामान्य सञ्चारकर्मीलाई अब यो देश बदल्नका लागि राजनीतिमा आउनुपर्छ भन्ने सम्मको प्रेरणा दियो। यो हल त्यसको साक्षी हुनेछ। यहाँ हामीलाई वाद के हो, तिमीहरूको सिद्धान्त के हो भनेर पटक पटक खेद्ने काम चलिरहन्छ। हामी
आफ्ना दुवै कानको सदुपयोग गर्न चाहन्छौँ ताकि एकातिरबाट सुन्ने अर्कातिरबाट उडाउने हामी यी दुवै कानको सदुपयोग गर्नका लागि पनि यहाँ उपस्थित छौँ। र यहाँहरूलाई बताउन चाहन्छु हामीले कम्युनिजम पनि हेऱ्यौँ, सोसियलिजम पनि हेऱ्यौँ, विभिन्न इजमहरू हेऱ्यौँ, मार्क्सिजम, लेनिनिजम, माओइजम, तर एकपटक टुरिज्मलाई राम्रोसँग हेर्न सकेका छौँ। अब टुरिज्मको कुरा गरौँ, अन्य इजमको कुरा गरेर अब केही हुनेवाला छैन। अब जनतालाई झुक्क्याउने अल्मल्याउने काम धेरै नहोस् भन्ने हामी चाहन्छौँ। र यो पोखरा जहाँ विश्वविद्यालयको कुराकानी गर्ने हो भने वर्ल्ड क्लास युनिभर्सिटी बनाउन सकिने यो ठाउँ छ, तर यहीँ पनि समयमा एक्जाम नहुने समस्या यहाँ भएको छ। हामीले त्यसलाई मध्यनजर गरेका छौँ र हामी चाहन्छौँ विद्यार्थीहरूले पढ्न सक्ने वातावरण बनोस् र कम्तीमा पनि समयमा एक्जाम गर्न नसक्नेहरूको हाली मुहालीलाई बन्द गर्न जरुरी छ। र यहाँहरूलाई यो पनि बताउँ कि यहाँ गण्डकी युनिभर्सिटी छ र यति राम्रो युनिभर्सिटी छ, त्यो युनिभर्सिटीका बारेमा मैले यहाँ बताइरहनै पर्दैन। यो ठाउँ शैक्षिक हब बन्न सक्छ, पर्यटनको हब यो अलरेडी छ, तर यहाँभित्र पनि सरकारी जग्गा जमिनलाई आफ्ना पहुँचवाला र आफ्ना कार्यकर्ताहरूलाई पोस्नको निमित्त एउटा माध्यम बनाइएको छ, तर आम सर्वसाधारणहरू केही गर्न नसक्ने अवस्थामा पुगेका छन्। किनकि लगभग हाम्रो रगत चिसो भइसकेको छ। नेपाली नागरिकहरू, नेपाली जनताहरू आन्दोलनको निरन्तर सिलसिलाबाट थाकेका छन्। पटक पटक भएका आन्दोलनबाट हामीलाई चाहिने जति सबै दिइयो भनिएको छ, चाहिने व्यवस्था सबै दिइयो, नचाहिने व्यवस्था सबै फालियो भनिएको छ। यस अर्थमा हामी अब बाहिर निस्कन नसक्ने अवस्थामा पुगेका छौँ। तर जुन अवस्था हामीले भोगिरहेका छौँ त्यो अवस्था हेर्ने हो भने अब जुन जतिखेर आन्दोलनहरू भएका थिए त्यो बेलामा भएका व्यथिति र आजको व्यथितिको तुलना गर्ने हो भने आजको व्यथिति कैयौँ गुणा माथि छ। तर हामीलाई सडकमा जानुपर्ने अब कारण दिइएको छैन, किनभने हामीलाई त चाहिने पर्ने सबै व्यवस्था दिइएको छ र हामी त्यो व्यवस्था हेरेर दङ्ग परेका छौँ। अब त्यो व्यवस्था हेरेर दङ्ग पर्ने होइन। अब अवस्था बदल्नका लागि हामी अगाडि बढ्छौँ। हामी बन्दुक होइन विचार बोकेर मैदानमा आएका छौँ। मलाई विश्वास छ बन्दुकले गर्न नसकेको काम विचारले गर्नेछ र गण्डकीले आफ्नो नेता यसपटक छान्नेछ, यो ठाउँ बनाउने जिम्मेवारी लिनेछ र आगामी निर्वाचनमा हामी यस्ता व्यक्तिहरूको खोजी गर्छौँ र यस्ता व्यक्तिहरूलाई लिएर संसद जानेछौँ। ती व्यक्तिहरूको विज्ञता र विद्वताले अब यो देशको आगामी भविष्यको रेखा कोर्नेछ, कुनै भ्रष्ट नेताहरूले कोठाभित्र गरेको सिग्नेचरले होइन। हामी त्यसका लागि तयार हुनुपर्ने बेला आएको छ। उपस्थित आदरणीय दाजुभाइ दिदीबहिनीहरू, मलाई यो पनि थाहा छ कि राजनीतिको यो यात्रा त्यति सजिलो र सहज यात्रा होइन, त्यति असल र त्यति मनपर्ने यात्रा होइन। धेरै मानिसले भन्छन् कि राजनीतिको यो यात्रा असाध्यै कठिन छ, यो यात्रातिर नलागेको भए पनि हुन्थ्यो, पार्टी नखेलेको भए पनि हुन्थ्यो भनेर मलाई धेरैले भन्नुहुन्छ। एउटा कुनै दलमा गएर त्यस दलको कुनै पद लिएर, सम्भवतः कुनै पद लिएर अथवा हुनसक्ला अझ राम्रोसँग चाहिँ नि चाकडी गर्न सके, त्यहाँको कुनै मन्त्री बनेर बस्ने सुविधा पनि थियो होला। तर यो व्यथितिको एउटा साक्षी बनेर त्यहाँ हस्ताक्षर गर्ने बाटो मैले रोजिनँ। यो कठिन भए पनि तपाईँहरूको विश्वास लिएर पार्टी निर्माण गरेर नयाँ आयाम थप्ने यो निर्णय गर्न म यहाँ आएको छु। मलाई विश्वास छ तपाईँहरूले पूर्ण रूपमा साथ दिनुहुनेछ र यो यात्रालाई सफल बनाइदिनुहुनेछ भन्ने विश्वास मैले लिएको छु। विशेष गरेर मुगलिन पोखरा 4 लेनको बाटोको कुराकानी गरिरहँदा हामीले सधैँ भोगेको यो समस्या, तर तपाईँ हामीले सधैँ भोगेको यो समस्या देखेर पनि नदेखे चाहिँ गर्ने नेतृत्वलाई अब हामीले हटाएर यसलाई देखाइदिनुपर्छ कि कसरी सजिलै गुणस्तरीय निर्माण गर्न सकिन्छ भनेर। त्यसैले हामीले हाम्रो कागज मार्फत लिखितम रूपमा एक पाने घोषणा सहित भनेका छौँ कि विकास निर्माणको काम जब हामी सुरु गर्छौँ तोकिएकै समयमा पुरा गर्छौँ, तोकिएको गुणस्तरमा पुरा गर्छौँ, नगर्नेका लागि दिन गन्तीका आधारमा हिसाब गरेर तिराउँछौँ, छिटो गर्नेलाई पुरस्कृत गर्छौँ। अब ठुलो ठुलो हेरेर बस्दैनौँ। विकास निर्माणको कार्यलाई गुणस्तरीय तरिकाले अगाडि बढाउनको निमित्त हामीले विज्ञ टोलीहरू गठन गरेका छौँ र विज्ञ टोलीहरूले हामी सभा समारोह निर्वाचन र पार्टी निर्माणको काममा गइरहँदा पनि आफ्नो काम गरिरहनु भएको छ र निर्वाचनभन्दा अगाडि हामीले परिकल्पना गरेको समाज कस्तो हुन्छ, हामीले परिकल्पना गरेको देश कस्तो हुन्छ भन्ने कुरा तपाईँलाई देखाएर मात्र तपाईँको मत लिन्छौँ। तपाईँलाई झुक्क्याएर हामीलाई एउटा पनि मत चाहिँदैन, बुझाएर देखाएर मनाएर मात्रै हामी यहाँहरूको मत लिनेछौँ।
धेरै प्रश्नहरू आइरहन्छ हामीलाई संघीयताका विषयमा, शासकीय स्वरूपका विषयमा, यो फेर्नुपर्छ यो फाल्नुपर्छ भन्ने विषयमा। तपाईहरुलाई म के जानकारी गराउन चाहन्छु भने कुनै पनि विषय यदि प्रक्रिया भन्दा बाहिर गएर जनमत मात्र प्राप्त गर्ने हिसाबले ल्याइयो, कुरा गरियो, भोट मात्र कमाउने हिसाबले गरियो भने त्यो आम सर्वसाधारणको भोटको अनादर हुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी झ्यालबाट जस्केलाबाट आउने सोच राख्ने पार्टी होइन। हामीले डिजिटल डेमोक्रेसीको अभ्यास सुरु गरेका छौं। यो 21औं शताब्दीको दल हो। यो 21औं शताब्दीको दलमा हामी तपाईसँग डिजिटल डेमोक्रेसीको माध्यमबाट तपाईसँग जोडिने छौं र हामी यस्ता मुद्दाहरूलाई तपाईहरु समक्ष राख्नेछौं। यदि तपाईहरुको बहुमतले यी र यस्ता मुद्दामा यदि चाहिँदैन, हुँदैन अथवा चाहिन्छ हो भन्छ भने हामी जनताको आवाज सुन्छौं। जनताको आवाज एकातिर, नेताको आवाज अर्कोतिर हुन सक्दैन। यसर्थमा हामी हाम्रै मञ्चमा, हाम्रै प्लेटफर्ममा, हाम्रै पार्टीमा तपाईहरुको आवाज सुन्न चाहन्छौं। यसर्थ भर्खरै सुरु भएको यो पार्टीले आफ्नो सदस्यता विस्तारको काम सुरु गरेको छ। हामी अब के चाहिन्छ र के चाहिँदैन भन्ने कुरा अन्त कहीँ होइन, हाम्रै पार्टी भित्र सुन्न चाहन्छौं र हाम्रो पार्टी भित्र रहेर 50% प्लस 1 जनाले जे भन्नुहुन्छ हामी त्यही आवाजलाई आफ्नो आवाज बनाएर जानेछौं। यसकारणले विधि मिचेर भोट पाउनका लागि मात्र यो नारा हामीले लिएका छैनौं। यो कुरामा स्पष्ट हुन म सबैलाई अनुरोध गर्न चाहन्छु र तपाईलाई यो पनि बताऊं कि 5-6 वर्षसम्म निरन्तर कार्यक्रम सञ्चालन गर्दा जो आम सर्वसाधारण आउनुभयो म कहाँ, उहाँहरूको मुद्दा कम्प्लिटली फरक मुद्दा थियो। उहाँहरू अलग मुद्दा लिएर हामी कहाँ आउनुभएको थियो। मलाई कसैले ठग्यो भनेर आउनुभएको थियो, मलाई विभेदमा पार्यो भनेर आउनुभएको थियो, मलाई विभिन्न किसिमको लान्छनामा पारी मलाई झुक्यायो भन्न आउनुभएको थियो, मलाई वैदेशिक रोजगारीमा जाँदा ठग्यो भन्नुभएको थियो, मेरो पासपोर्ट राख्यो भन्नुभएको थियो। उहाँहरूले जे मलाई भन्नुभयो त्यसैलाई प्राथमिकता बनाएर हामीले आफ्नो कार्यक्रमहरू अगाडि ल्याएका छौं र निर्वाचन अगाडि अझ त्यसलाई परिष्कृत गर्दै पार्टी निर्माणलाई पूर्णता प्रदान गरिसकेपछि राजनीतिक दस्तावेजका माध्यमबाट हामी आफ्ना कुराहरू हुन सके जति अझ बढी प्रष्ट पार्नेछौं र सबैभन्दा बढी फेर्नुपर्ने चीज भनेको न्यायालय भित्रको व्यथिति हो। बढी भन्दा बढी आम सर्वसाधारणहरू न्याय पाउन आफू कहाँ आएको मलाई सम्झना छ। यसकारणले पार्टीको कोटाबाट न्यायाधीश हुने जुन परम्परा रहिरहन्छ तबसम्म हामी आम सर्वसाधारणले कहिल्यै पनि न्याय पाउँदैनौं। हो, मलाई सबभन्दा पहिला न्याय प्रणाली फेर्नु छ। यो कस्तो न्याय प्रणाली? मान्छे मरिसक्दा पनि न्याय नपाउने कस्तो न्याय प्रणाली हो? आज तपाईलाई दुःख पर्यो भने तपाईको जाने ठाउँ छैन, सिंहदरबारको गेट लागेको छ, पास चाहिन्छ तपाईलाई। भोट हाल्न पास चाहिँदैन तर समस्या सुनाउन पास चाहिन्छ। कस्तो पास हो त्यो? हामी जनतालाई पास चाहिने, जनताको गुनासो सुन्नका लागि पर्खाल लाग्ने त्यस्ता पर्खालहरू भत्काएर जनतालाई 24 घण्टा सेवा दिने त्यस्तो एउटा संयन्त्रको निर्माण गर्नेछौं जहाँ स्वदेशमा मात्र होइन विदेशमा रहेका आपतमा परेका नेपालीहरूले पनि 24 घण्टा आफ्नो सेवा पाउनेछन्, आफ्नो समस्या राख्न पाउनेछन्। त्यस्तो संयन्त्रको हामीले विचार गरेका छौं र हामीले अहिले सशस्त्र प्रहरी बललाई सीमा सुरक्षामा खटाउने अवधारणा ल्याएका छौं। हाम्रा सीमाहरू सुरक्षित छैनन्, हाम्रा पिल्लरहरू फालिएका छन्। के हाम्रा सुरक्षाकर्मीहरू कुनै उच्च पदस्थ भिभिआइपीको भान्सामा खाना पकाउनका लागि राज्यको तलब सुविधा लिएका हुन्? होइनन्। तिनलाई सिमानामा खडा गर्नु हाम्रो दायित्व हुनेछ। हामीले त्यो अवधारणा ल्याएका छौं। हामीले ल्याएको अवधारणामा यो देशको सबैभन्दा ठूलो हिस्सा, बजेटको सबैभन्दा ठूलो हिस्सा शिक्षा प्रणालीमा हुनेछ। शिक्षा प्रणालीलाई चुस्त बनाएर एकै स्तरका कक्षा कोठाहरू सञ्चालन गरी चुस्त विद्यार्थीहरू उत्पादन गर्न सकियो भने देशको भविष्य उज्जवल हुन्छ भन्ने कुरामा हामीलाई शंका छैन। सरकारी सेवामा देखिएको यो नाङ्गो नाचलाई एक रातमा रोक्न सकिन्छ कसैले चाह्यो भने? एक रात पनि लाग्दैन। आज कुनै पनि सरकारी सेवामा सेवा लिन जाँदाखेरि सेवाग्राहीले भोग्नु परेको शास्ति हाम्रो प्रमुख समस्या हो। आज मैले चुनौतीका साथ टेलिभिजनको स्क्रिनबाट पनि भनेको थिएँ र यहीँबाट पनि भन्न चाहन्छु, एउटा त्यस्तो मान्छे देखियोस् यहाँ, कम्तीमा त्यसले यातायात र मालपोत मात्र ठिक गरेर देखाइदियोस् मलाई। यातायात र मालपोत यो देशको सम्पूर्ण संयन्त्र लगाओस् र मलाई मात्र यातायात र मालपोत ठिक गरेर कसैले देखाइदियोस्। मलाई राजनीतिमा आउनु थिएन। मैले बारम्बार टेलिभिजनबाट चुनौती दिएँ। यो देशको राष्ट्र बैंकको सम्पूर्ण ढुकुटी लगाइयोस् र यो देशका मालपोत
र यातायात ठिक गरेर देखाइयोस् मैले भने ठिक गर्न सकेनन्। सुन्दै नसुन्ने मात्र होइन, अब जति कराए पनि यो कराइरहन्छ, जनताहरूको गुनासो सुनेर के फाइदा हुन्छ र भनेर निरन्तर आसेपासे पोस्ने क्रम जब रोकिएन त्यसपछि लाग्यो अब यो प्रश्न सोध्ने सजिलो काम अब धेरै लामो समय गर्नु छैन। अब प्रश्न सोध्ने कामबाट मैले सन्यास लिएर आएको छु, बिदा लिएर आएको छु। अब म प्रश्न सोध्ने होइन, जवाफ दिने ठाउँमा पुग्नेछु। र यो मञ्चमा उभिएर म तपाईलाई यति चाहिँ भन्न सक्छु कि प्रश्न सोध्ने ठाउँबाट जवाफ दिने ठाउँमा जाँदैछु। जवाफ दिने मात्र होइन, समाधान सहितको जवाफ दिने बाचा म आज यहाँहरू समक्ष गर्न चाहन्छु। यो मञ्चमा बसेर यो देशका दिग्गज भन्दा दिग्गज नेताहरूले धेरै भाषणहरू दिनुभयो होला, धेरै कुराहरू तपाईले सुन्नुभयो होला। यो मञ्चमा उभिएर भन्ने कुराहरू धेरै मानिसहरूले भनिसके होलान्। तपाईका कानभित्र ती शब्दहरू नयाँ नलाग्लान्। म अर्को नयाँ नेता बनेर यहाँ उभिएको पनि हुन सक्दछु। यी शब्दहरू तपाईले पहिल्यै सुनिसकेका, सुनेर पनि नपत्याएका, वाक्क भएका शब्दहरू हुन सक्दछन्। तर म तपाईलाई यो बाचा गर्न आएको छु कि आफूले बोलेका हरेक चिजको तपाईहरूले खबरदारी गर्नु हुनेछ भन्ने सोच बनाएर हामीले पार्टी निर्माण गरेका छौँ। हाम्रो राजनीतिक दलमा, हाम्रो पार्टीमा विश्वास गर्नुहुने, हाम्रो सदस्यता लिनुहुने जति पनि सदस्य साथीहरू हुनुहुन्छ उहाँहरूलाई मैले निरन्तर अनुरोध गर्दै आएको छु कि तपाईँ आउनुभयो, खुसी लाग्यो, राम्रो भयो, सही हुन्छ, गजब हुन्छ भन्ने जस्ता शब्दहरू हामी निरन्तर सुन्ने गर्दछौँ। अब हामीलाई त्यस्ता शब्द होइन, यो गलत भयो, यहाँ सही गर्नु भएन, यहाँ खबरदार हुनुहोला भनेर खबरदारी गर्नुहोला। हाम्रो तारिफ अब होइन, हामीलाई खबरदारी गर्नुहोला। तपाईको खबरदारीले मात्रै हामीले हाम्रो यात्रालाई तय गर्न सक्नेछौँ। ठुला ठुला नेताहरूका ठुला ठुला भाषणहरू हामीले नसुनेका होइनन्। अब ती ठुला ठुला भाषण गर्नुहुने नेताहरूलाई म भन्न चाहन्छु, अब तपाईँहरू आराम गर्नुहोस्। आफू हिँड्दा पनि 2 जना 4 जना 5 जना 6 जना मान्छेहरूले हात समाइदिएर हिँड्नुपर्ने यो दिन तपाईँले दुःख गर्नु परेन भो। अब यो देशको चिन्ता तपाईँ नगर्नुहोस् भो। तपाईको चिन्ताले यो देश कहाँ पुग्यो भन्ने कुरा हामीले देखिसक्यौँ। छेउको श्रीलङ्का पुग्ने नजिकमा सङ्घारमा छौँ भनेर तपाईँ नै भन्दै हुनुहुन्छ भो। अब यो तपाईँको वृद्ध शरीरबाट हामी यो देशलाई श्रीलङ्कातर्फ लान चाहँदैनौँ। तपाईँ आराम गर्नुहोस्, तपाईँ बालकोटमै बस्नुहोस्। बरु तपाईँसँग सल्लाह लिन म आफै बालकोट जाउँला, सिंहदरबार मलाई जान दिनुहोस्। बा बालकोटमै बसौँ, बाले बालकोटमै आराम गरौँ। बाका भिजनहरू, बाका सपनाहरू पुरा गर्ने जिम्मेवारी हाम्रो पुस्तालाई दिउँ। सिंहदरबार नजानुहोस्, म बालकोट आउँछु। ती सपनाहरू पुरा गर्नु छ भने सल्लाह लिनका लागि अनुभवी राजनीतिज्ञहरूको सल्लाह हामीलाई चाहिन्छ। अब उहाँहरूलाई आराम दिएर हामी अगाडि बढ्नुपर्नेछ र त्यो प्रतिबद्धता र त्यो आँटसहित हामी यहाँहरू समक्ष आएका छौँ। केही युवा नेताहरू हुनुहुन्छ जो अब युवा पनि रहनु भएन, अझै पनि उहाँहरू आफ्नो दलभित्र होइन सञ्चार माध्यममा म प्रधानमन्त्री हुन्छु भनेर हिँड्नु भएको छ। यदि प्रधानमन्त्री हुने इच्छा समयमै भिजन हुँदै, उमेर हुँदै, जोस हुँदै, जाँगर हुँदै प्रधानमन्त्री बन्नु छ भने अब तपाईँको छनौटको पार्टी त राष्ट्रिय स्वतन्त्र पार्टी हुनुपर्छ, किनकि राष्ट्रिय स्वतन्त्र पार्टी मात्रै हो। यदि कुनै युवालाई पार्टीको सभापति हुनु छ र यो देशको प्रधानमन्त्री हुनु छ भने उसको चोइस, उसको छनौट अब राष्ट्रिय स्वतन्त्र पार्टी मात्रै हो, अर्को कुनै पार्टी छैन। एउटा युवाले कतिखेर आफ्नो नेताले विश्राम लिनुहुन्छ वा कतिखेर आफ्नो नेता थला पर्नुहुन्छ वा कतिखेर आफ्नो नेताको अप्रिय दिन आउँछ भनेर कुरेर बल्ल मेरो पालो आउँछ भनेर भएका दलहरूबाट अब हामीले अपेक्षा गर्नुपर्ने केही पनि छैन। त्यसकारणले उहाँहरू जो युवा हुँ म यो देश हाँक्छु भन्नुभएको छ, उहाँहरूलाई टेलिभिजनको अन्तर्वार्ताहरूमा, पत्र पत्रिकाको अन्तर्वार्ताहरूमा होइन, सोझै राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा आउन अनुरोध गर्न चाहन्छौँ, जहाँ सदस्यता लिइसकेपछि तपाईँले कुर्नु पर्दैन, सोझै सभापतिको उम्मेदवार बनेर चुनाव लड्नुपर्छ। टीका चाहिँ हामी लाउँदैनौँ। यदि हाम्रा सदस्यहरूले तपाईँलाई जिताउनु भयो भने तपाईँ नै हो हाम्रो सभापति, कोही मान्छेको मृत्यु कुर्नु पर्दैन। म स्पष्ट पार्न चाहन्छु सबैजनालाई। र यहाँ उपस्थित आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामीले पार्टी निर्माणको क्रमलाई अगाडि बढाउनु छ, तर देशमा जुन ढङ्गका पार्टीहरू निर्माण भएका छन् त्यस ढङ्गबाट यो मुलुकको नेतृत्व हुन नसक्ने देखेर हामीले आफूले गर्दा गर्दैको पेसालाई चटक्कै छोडेर यो गाह्रो तर सम्भव बाटोमा हामी आएका छौँ। यहाँ आइरहँदा म तपाईँलाई यति अनुरोध गर्न चाहन्छु यो भेलामा कि हामीले सोचेको अवधारणा
घरै पछि नेता, टोलै पछि नेता, चिया पसलै पछि नेता, कफी सपकै पछि नेता, भट्टी नै पछिको नेताको अवधारणालाई छोडेनौँ भने हामी अब धेरै पछि पर्छौँ। राष्ट्रिय स्वतन्त्र पार्टीमा सहभागी हुने जम्मा दुईवटा उपाय छ, जस्ट टु दुईवटा उपाय छ। एउटा नेता बन्ने, अर्को भोटर बन्ने, बाँकी के पनि नबन्ने। 5 वर्षमा एकपटक गएर भोट हाल्ने, विद्यार्थीहरूले पढ्ने, श्रमिकहरूले काम गर्ने, किसानहरू खेतमै रहने, शिक्षकहरू पढाउन जाने, पेसा र व्यवसाय गर्ने मानिसहरू आफ्नो पेसा र व्यवसायमा रहने। त्यसपछि बाँकी जसलाई नेतृत्व गर्न मन छ त्यसले हाम्रा विभिन्न समितिहरूमा बसेर, जम्मा 5वटा समिति मात्र बनाएका छौँ हामीले, केन्द्रदेखि वडासम्म। ती समितिहरूमा बसेर नेतृत्व गर्न चाहनुहुन्छ भने ती समितिमा आउनुहोस् र नेतृत्व गर्नुहोस्। तर विभिन्न भातृ सङ्गठनहरू खडा गरेर देशका महत्त्वपूर्ण ठाउँहरूको जागिर मिलाइदिने जुन परम्परा छ त्यसलाई जरैबाट उखेल्नको निमित्त हामीले जम्मा यही अवधारणा ल्याएका छौँ कि अब घरै पछिको नेता स्वीकार्य छैन। अब कि नेता बन्नुहोस् कि त भोटर बन्नुहोस्। भोटर बन्नुहोस्, 5 वर्षमा एकपटक मात्र भोट हाल्न आउनु भए हुन्छ। अब यो देश हामी बनाउँछौँ, अब यो देश हामी बनाउँछौँ। र यहाँबाट अब आजको यो भेलाले मलाई विश्वास छ क्षमतावान मान्छे चुन्नको निमित्त एउटा तदर्थ समिति गठन गर्नेछ। त्यो तदर्थ समितिको काम यही रहन्छ कि यहाँको माटो सुहाउँदो, यहाँको बाटो सुहाउँदो र यहाँको भविष्यको मार्ग कोर्न सक्ने नेतृत्व यहाँबाट चुनिनेछ, छानिनेछ। आउँदै गरेको निर्वाचनमा हामी तिनै अनुहारहरूलाई संसदको रोस्टममा हेर्न चाहँदैनौँ। अब त हाम्रो टिभी पनि आफै दिक्क लागेर बन्द हुने अवस्थामा पुगिसक्यो त्यही अनुहारहरू हेरेर। अब यहाँका अनुहारहरू हेर्ने हो, अब यहाँका अनुहारहरू हेर्ने हो। प्रदेश संरचना जुन ढङ्गको बनाइएको छ यो सबै आफ्ना कार्यकर्तालाई पोस्नका लागि बनाइएको हो। भएका मन्त्रालय नै धेरै भएको बेलामा त्यसलाई पनि फुटाएर बार्दली नै पछि, झ्यालै पछि मन्त्रालय राखेर सङ्घीयतालाई बदनाम गराउनेहरूको मैदानमा नै गएर सङ्घीयताको ज्वरोबाट यसलाई समाधान गर्ने हाम्रो विचार छ। हावामा यतिकै भनिदिएर त्यसलाई होइन कि ज्वरोमा नै पुगेर जसरी यसलाई बदनाम गराइयो, जसरी यसलाई दोहन गर्ने माध्यम बनाइयो, त्यसलाई समाधान गर्नको निमित्त हामी आएका छौँ। समाधान गर्नको निमित्त त्यो पनि जरैबाट। यस अर्थमा मलाई विश्वास छ अब हामीले बोल्ने कला भन्दा पनि काम गर्ने कलाको विकास गर्नुपर्ने हुन्छ। मञ्चमा आएर भोट कमाउने भाषण गर्ने अभ्यास मलाई छैन। भर्खर नेता भएको छु, तर एउटा प्रतिबद्धता र आँट बोकेर आएको छु कि आम नागरिकका दुःख पीडा आँसु मैले देखेको छु। म ती आँखाबाट खसेका आँसुलाई पुछेर ती आँखाहरूमा सपना भर्न सकौँ, उहाँहरूमा एउटा आशा भर्न सकौँ, त्यही आँट बोकेर यहाँहरू समक्ष आएको छु। त्यस्ता मानिसहरू चुन्नको निमित्त आएको छु। म राजनीतिमा आफूसँग भएका मान्छेहरूको ठुलो झुन्ड जमात बोकेर आएको छैन, आफ्ना शुभचिन्तक समर्थकहरूको ठुलो झुन्ड बोकेर आएको छैन। म त यत्तिकै केही साथीहरूसँग आँट लिएर आएको छु जहाँबाट यहाँहरू सबैलाई ल्याउन सकियोस्, जोड्न सकियोस्। आफ्ना व्यक्तिहरू, आफ्ना परिवारका मान्छेहरूलाई साथमा लिएर आएको छैन। म खाली हात एउटा हृदय बोकेर आएको छु, राष्ट्रप्रेम छातीमा बोकेर आएको छु कि यो देश सधैँ यस्तै रहन सक्दैन, यो त अति भयो, यसलाई रोक्नुपर्छ भनेर आएको छु। मलाई विश्वास छ यो हृदय र यहाँभित्र रहेको इमान्दारी तपाईको हृदयसम्म पुग्नेछ र त्यसले काम गर्नेछ र तपाईका ठाउँमा रहेका इमान्दार राष्ट्रप्रेमी मानिसहरू, भिजनरी मानिसहरू अब देखा पर्नेछन् र घण्टी चुनाव चिन्ह लिएर उनीहरू भ्रष्टाचारीहरूको दिमागमा घण्टी बजाउनको निमित्त संसदमा छिर्नेछन्। त्यो दिन धेरै टाढा छैन। मैले आज त्यो दिन देखिरहेको छु। यो रोस्ट्रम संसदको रोस्ट्रम बन्न अब धेरै समय छैन। मात्र तपाईको एउटा भोटले परिवर्तन गर्नेछ। यो रोस्ट्रम संसदको रोस्ट्रम बन्नको निमित्त तपाईले आफ्नो मत परिवर्तन गर्नुपर्ने हुन्छ। मलाई विश्वास छ वर्षौंदेखि आफूले आस्था विश्वास राखेका कयौं दलको झण्डा तपाईको छतमा छ। त्यो छतमा भन्दा पनि त्यो झण्डाको छाप तपाईको मनमा छ। मलाई विश्वास गर्नुहोस्, जुन दिनसम्म तपाईको मनमा त्यो झण्डाको छाप रहिरहन्छ, हाम्रो निधारमा यो व्यक्तित्वको छाप कहिले पनि हट्दैन। तपाई छाप बदल्नुहोस्, हामी देश बदल्छौं। तपाई छाप बदल्नुहोस्, हामी देश बदल्छौं। तपाई चुनाव चिन्ह बदल्नुहोस्, हामी भविष्य बदल्छौं। तपाई आफूले चाहेको पार्टी परिवर्तन गर्नुहोस्, हामी यो देश परिवर्तन गर्छौं। तपाई आफ्नो घर माथि भएको झण्डामा त्यो भन्दा धेरै माथि यो देशको झण्डा राख्नुहोस्,
हामी संसारमा नेपालको झण्डालाई फहराउनेछौँ र स्वाभिमानी नेपालीको छाती कस्तो हुन्छ भन्ने कुरा देखाउँछौँ। आज यो देशलाई विदेशीहरूको रणभूमि बनाइएको छ। एउटा छिमेकी र अर्को छिमेकी दुश्मन बन्ने र त्यहाँभित्र बसेर संसारका विभिन्न देशहरूले खेल्ने मैदान बनाएको छ। तपाईँ आफ्नो मन बदल्नुहोस्, आफ्नो मत बदल्नुहोस्। हामी यी सबै फोहोरहरू बदलेर संसदलाई शुद्ध बनाउनेछौँ। यो बाचा म यहाँबाट गर्न चाहन्छु र आज जति बोलेको छु यो सबैको हेक्का मैले राखेको छु र यो बोलेका हरेक कुराको एक एक शब्दको जवाफ दिनको निमित्त हामी यो मैदानमा होमिएका हौँ। आज तपाईँलाई खुसी पार्नका लागि, तपाईँलाई उफार्नका लागि, तपाईँलाई जोस्याउनका लागि बोलिएको होइन। यो अति भएर धेरै भएर यो भन्दा बढी फोहोर अब हामी सहन सक्दैनौँ भनेर अन्तर हृदयबाट निस्किएको आवाज हो। यो अन्तर हृदयबाट निस्किएको आवाज तपाईँको हृदयसम्म पुगोस् र आउने मङ्सिरमा जहिले उहाँहरूको ज्योतिषले ठान्नुहुन्छ साइत भनेर, यसपालि उहाँको ज्योतिषले यो दिन चुनाव हुन्छ भनेर भन्नुहुन्छ, साइत छान्नुहुन्छ, त्यो दिन उहाँको कुसाइत पार्ने काम हाम्रो। ज्योतिष उहाँले देखाउनुहुनेछ, ज्योतिषी उहाँको हुनेछ, भाग्य तपाईँ र मेरो बदल्नेछ, यो देशको बदल्नेछ। ज्योतिष उहाँको हुनेछ तर भाग्य हाम्रो लेखिनेछ। यसपटक पनि उहाँले ज्योतिषलाई देखाउनुहुनेछ, ज्योतिषीलाई देखाउनुहुनेछ, भाग्य देखाउनुहुनेछ। सबै ग्रहहरूलाई शान्त राख्नुहुनेछ तर ती सबै ग्रहहरूले तपाईँ र हाम्रा लागि काम गर्नेछन् र यसपटक यो देश बदलिनेछ, यसको सुरुवात हुनेछ। म यो मङ्सिरको चुनावको तीव्र प्रतीक्षामा छु। तपाईँको भोट त्यो गोप्य मतदान हो तर त्यो गोप्य मतदान भए पनि तपाईँका आँखाहरूमा घन्टी चिन्हमा लागेको छाप र तपाईँको आँखामा आशाको दियो देखिरहेको छु। बस यो दियो निभ्न नदिनु होला। यो दियोलाई निभ्न नदिनु होला। बालिरहनु होला, हुरी आउन सक्छ, आँधी आउन सक्छ। अब हाम्रा विरुद्ध सम्पूर्ण शक्तिहरू लागेर बदनाम गराउन सकिन्छ। मलाई यसमा अभ्यास भइसकेको छ, मैले यसको अभ्यास गरिसकेको छु, मलाई यो पचिसकेको छ। जुन देशमा मानिसहरू कोरोना कालमा छटपटाएर अक्सिजन लिएर हिँड्दा त बदनाम गराउँछन् भने यी कति तलसम्म जान सक्छन् भन्ने अन्दाज मलाई छ। दुर्गम कालीकोटमा सुत्केरी आमाहरू डोकोमा जानु पर्दा बाटोमा मृत्यु हुन्थ्यो, बाटोमा बच्चाहरू जन्मन्थे। आज त्यो अस्पतालमा दैनिक 50-60 जना मान्छेले उपचार पाइरहेका छन्। त्यस्तो ठाउँमा अस्पताल बनाउँदा त अनेक लान्छना लगाउनेहरूले यो चुनावमा यत्रो ठुलो हुल देखेपछि के मात्र गर्दैनन् होला। म तयार छु विभिन्न भ्रम छरेर तपाईलाई दिग्भ्रमित पारेर तपाईलाई फेरि पनि झुक्क्याउनको निमित्त विभिन्न समाचारहरू आउलान्, कुसमाचारहरू आउलान्, सूचनाहरू आउलान्। म तिनलाई नपत्याउनुस् भन्दिन, तर म यहाँ उभिएर छातीमा हात राखेर भन्न सक्छु, गर्वले भन्न सक्छु, मैले आजसम्म तपाईको शिर निहुरने एउटा पनि काम गरेको छैन। म गर्दिन पनि। भन्नेले के भने, बनाउनेले के बनाए त्यो मलाई याद छैन, तर मलाई यति थाहा छ कि अब यो देश बनाउनु पर्नेछ। त्यसका लागि हामी मैदानमा उभिएका छौँ। हो, फेरि पनि भन्छु, मलाई राजनीति गर्न आउँदैन तर मलाई दुर्गममा अस्पताल बनाउन आउँछ। मलाई राजनीति गर्न आउँदैन तर बाढीले बडा बगाएको बस्ती बनाउन आउँछ। मलाई राजनीति गर्न आउँदैन तर यदि कुनै देशमा महामारी फैलियो अथवा कुनै समस्या पर्यो भने जनताको दुःख सुखमा सँगै उभिएर काँधमा काँध मिलाएर उनको दुःख बाँड्न, साट्न र केही लिन र त्यसलाई समाधान गर्न आउँछ। समस्या परेका नागरिकहरूसँग खडा हुन आउँछ। विदेशमा अलपत्र परेका दाजुभाइ दिदीबहिनीहरूलाई स्वदेशमा ल्याउन आउँछ। राजनीति आउँदैन। यति जानेर यदि विदेशमा भएका नागरिकलाई सेवा दिन जानेर अलपत्र परेकी चेलीलाई बचाएर बगेको बस्तीहरूलाई फेरि बनाइदिएर दुर्गममा अस्पताल बनाइदिएर युवाहरूको आवाजमा आवाज मिलाइदिएर विभिन्न विभेदमा परेका नागरिकको पक्षमा उभिएर राजनीति हुन्छ भने मलाई यो राजनीति स्वीकार्य छ। यदि होइन भने मलाई राजनीति आउँदैन। नजानेको राजनीति गरेर आज अब हामी यो देशको राजनीति फेर्न आएका छौँ। मलाई विश्वास छ यो साथ निरन्तर रहिरहनेछ र यो विश्वासलाई म कायम राख्दै देशका कुना काप्चामा जान चाहन्छु, जहाँ तपाईहरू जस्तै आशा र भरोसा भरिएका आँखासँग आँखा जुधाएर भन्न सक्नेछु कि हो, अब यो देशको भविष्य बदल्ने जिम्मेवारी तपाईँ हाम्रो काँधमा छ। तपाईँ आफ्नो मत बदल्नुहोस्, हामी तपाईँको भविष्य बदल्छौँ। नमस्कार।